घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विस्फोट भएको देखिन्छ। मानिसका शरीरका टुक्रा 300 मिटर परसम्म भेटिएको छ। घटनास्थलको अवस्था निकै भयावह रहेको छ। टाढा टाढाका घरहरूका शिशा समेत फुटेका छन्। मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले टिटीमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेको जानकारी दिएका छन्। आइतबार बिहान 10:15 पोखराबाट जोमसोमका लागि टेक अफ भएको तारा एयरको 80 ट्विन अटर विमान लेते क्रस भएपछि सम्पर्कविहीन भएको थियो। विमानमा 19 यात्रु र 3 जना चालक दलका सदस्य सवार थिए। Bye.